दर्शकवृन्द, यति बेला हामी वीरगञ्जको घडेरा पोखरीमा छौँ र तपाईँ हेर्न सक्नुहुन्छ आज चैती छठको पहिलो दिन अर्थात् सजिया घाट पनि यसलाई भन्ने गरिन्छ। कतिको सुन्दर र सम्मोहक दृश्य रहेको छ तपाईँ हेर्न सक्नुहुन्छ। देखौँ मन लाग्ने यसको चाहिँ सजावट रहेको छ घडेरा पोखराको आज। मधेसको एकदमै महान पर्व, मधेस र मधेसीको महान पर्वमा यो आउँछ दर्शकवृन्द, जसको नाम चाहिँ छठ पर्व रहेको छ। तपाईँ हेर्न सक्नुहुन्छ कतिको शानदार सजावट रहेको छ। झिलिमिली यो बत्तीले मनै छोइराखेको छ। तपाईँ हेर्न सक्नुहुन्छ। यति बेला हामी यो भिडियोमा तपाईँहरूलाई चाहिँ हेराउने प्रयास गर्दैछौँ घडेरा पोखराको दृश्य। चारैतिर आध्यात्मिकको माहौल रहेको छ। तपाईँ हेर्न सक्नुहुन्छ उहाँ छठी माईको पूजाआजा भक्तजनहरूद्वारा चाहिँ भइरहेको अवस्था छ। र यो बीच पोखरीमा सूर्यदेवको चाहिँ मन्दिर रहेको छ। यो मुख्य द्वार रहेको छ दर्शकवृन्द, तपाईँ हेर्न सक्नुहुन्छ। घडेरा पोखराको बिचमा रहेको सूर्यदेवको मन्दिर रहेको छ। 7वटा घोडा भएको चाहिँ यो मन्दिर रहेको छ। एकदमै राम्रो र सम्मोहक दृश्यले भरिपूर्ण यो पोखराको चाहिँ अवस्था रहेको छ, जसको नाम घडेरा पोखरी हो दर्शकवृन्द। तपाईँ हेर्न सक्नुहुन्छ चारैतिर पूजाआजा गर्ने भक्तजनहरूको चाहिँ घुइँचो लागेको छ आज, किनभने चैती छठको चाहिँ एउटा बेग्लै महत्त्व रहेको छ मधेस र मधेसी समाजहरूमा। तपाईँ हेर्न सक्नुहुन्छ एकदमै सम्मोहक दृश्य रहेको छ दर्शकवृन्द। मन लोभ्याउने खालको दृश्य हो। तपाईँको गाउँठाउँमा कुन खालको छठ पूजा भइरहेको छ तपाईँ पनि हाम्रो यो कमेन्ट सेक्सनमा आफ्नो विचार, सल्लाह, सुझाव अवश्य राख्नुहोस्। जय छठी मैया।